वरिपरिबाट भिडियो देखाउँदै कति फेरि यो मात्रै देखाएको भन्नुहुन्छ ल है त हामी चाहिँ घर फर्किँदैछौँ गाइस। बिसेको 7 बिसेमा हाम्रो पुर्ख्यौलीहरू हुनुहुन्छ अनि यहाँबाट भिडियो स्टार्ट गरिरहेको छु। अनि आज मैले यतातिरको भरपुर वरिपरिको दृश्य गुड मर्निङ दर्शन नमस्ते अनि सेवा र सम्पूर्णमा धेरै पछाडि तपाईहरुलाई मेरो ब्लगमा स्वागत गर्न चाहन्छु। अनि यहाँ हुनुहुन्छ दिदी, आउनु न यहाँ। दिदी फेरि फन्केर हैन। आज चाहिँ म यहाँनिर 12 बिसेको 7 बिसेमा हाम्रो पुर्ख्यौलीहरू हुनुहुन्छ अनि यहाँबाट भिडियो स्टार्ट गरिरहेको छु। अनि आज मैले यतातिरको भरपुर वरिपरिको दृश्यहरू देखाउने छु। अनि दिदीलाई पनि स्वागत छ मेरो भिडियोमा। हाई हेलो। अनि तपाईहरु के कस्तो हुनुहुन्छ, एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आजको मैले भिडियो चाहिँ यहीँबाट स्टार्ट गरिसकेको छु है साथीहरु। मेरो पुरा भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि आज चाहिँ म तपाईहरुलाई देखाउँदै छु यहाँ हाम्रो यो के भन्छ हाम्रो कपुरथानहरु यस्तो रहेको छ हैन। विकासको नाममा खै क्षतिपूर्तिहरू नहोस् भन्ने के भनिन्छ नि, त्यस्तै यहाँ यो हाइडोले गरिरहेको कामहरुबाट यो हाम्रो कपुरथानहरु चाहिँ यसरी थिचिनु लागिसकेको छ। यसमा सबैजनाले के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला हैन। यसरी हाम्रो यस्तो मिचेर थिचेर जानु भएन भन्न चाहन्छु म चाहिँ। तपाईहरु के भन्न चाहनुहुन्छ। यो चाहिँ रहेको छ, यो चाहिँ कसको म चाहिँ सबै चिन्दिन। यो चाहिँ हाम्रो गङ्गे भाइको रे, यो भयो हाम्रो मम्मीको अनि हाम्रो बुवाको पनि भयो। यहाँ ठ्याक्क जोडी कस्तो राम्रो हुन्थ्यो हैन। अब हाम्रो बुवाको चाहिँ छैन, के गर्नु, यस्तै हो समय अनुसार परिस्थिति अनुसार मान्छेले कहाँ गएर के गर्नुपर्ने हुन्छ थाहा हुँदैन हैन। अनि यतातिर सबैजना म चाहिँ पुरा खासै म यहाँको चिन्दिन हैन। यो अग्लो चाहिँ माथि सिक्दिनको बाजेको पुजारी बाजेको भन्ने लागेको छ मलाई। यो चाहिँ के खोजेको हौ तपाईले चाहिँ त्यो पर कुन हो छैन कपुरथान। यहाँ मुनि कतिवटा पुरिएको रहेछ नि त नि। यहाँ हेर्नु नि त, यो पुरेर छाना मात्रै छ यसको। यो कसको हो, यो कसको हो तपाईलाई थाहा छ? कहाँ पढ्छ, पढेर नाम चिन्छु त अनि म। यो चाहिँ पुजारी बाजेको हो नि, माथि हिन्जीगाउँमा जानेको बाउको। तल पूजाहरू गर्ने बाजे हौ, बिरमायाको बाउ भनेपछि बिरमाया छ्यामाको बाउ। सिक्दिनको बाजेको हो यो चाहिँ हो यो। किनकि मलाई हाम्रो मम्मी लिएर आउँदाखेरि यहाँनिर उनीहरूले फुलहरू रोप्दै थियो, स्याहार गर्दै थियो क्या, त्यही भएर मलाई त्यस्तो लागेको। यहाँ त्यो प्लस भएको त क्रिस्चियनको नि हो र त भन्दैछु त मैले। यसरी वरिपरि यहाँ फुलहरू रोपेको थियो क्या त्यति बेला। यो खडेरले मरेछ फुल चाहिँ। अनि उता पनि त रहेछ कसो, त्यो प्लस भएको क्रिस्चियनको होला। अनि यता आउनु, यता छ हाम्रो मैले चिन्ने चाहिँ। आउनु त फेरि चिन्दिनँ पो, आउनु दिदी। यता छ, यहाँ चाहिँ भर्खर रहेछ को दिदी हो, छोरी मान्छे रहेछ है, छोरी मान्छेको जुत्ता। यहाँ पनि रहेछ एउटा क्रिस्चियनको। यो कसको चिन्नुहुन्छ? भर्खर रहेछ। पलिस कस्तो पलिस लागेछ, सबै गइहालेछ त नि। अनि यहाँ चाहिँ जोडी नै रहेछ, पक्कै जोडीकै होला यो हो त। अनि हाम्रो माथि डाँडा घर बोजू लाउरेनी हाम्रो बोजूको हो। यो चाहिँ देख्न सक्नुहुन्छ, यति मजाले बनाउनु भएको छ उहाँहरूको चाहिँ। अब लाउरेनी भनेपछि राम्रै हुनु पर्यो हैन। अनि उसकै बुहारी माइलीको चाहिँ यहाँ छ, यो पनि राम्रै तरिकाले बनाएको रहेछ हैन। हामी त त्यसरी बनाउन सकिनौँ, किताब राखेको पो रहेन नि। ए
ल है यो चाहिँ सबैले चिन्ने नाम गोविन्दिनी भन्दा चिन्नुहुन्छ होला गोविन्दिनी दिदीको हो यो मेरो यो चाहिँ यो हिँड्नु अब हुबु जाउँ ल मैले हाम्रो कपुरथानहरू पनि सबै देखाइसकेको छु तपाईँहरूलाई अब म देखाउने छु भिडियो हेर्दै गर्नु होला हाम्रो हाइड्रो पावर कसरी बनिँदैछ र कसरी 7 बिसे खेतलाई खनेर ढाड बनाइएको छ भनेर होइन हाम्रो मम्मीलाई दिइराख्नु नि त्यहीँ होस् यसो भिडियोहरू हेर्नुहुन्छ चाहन्छ होला नि त अब यहाँ फुल रोपेर के गर्नु यसरी चैत वैशाखमा मरिहाल्छ पानी लाउन आउने यो चाहिँ भर्खरै बनेको नि हाम्रो बडाउको धनमान उनिम बडाउको हो होइन यहाँनिर यत्रो छोरीहरूले गमला फुल लिएर रोपिदिएको दिनुभएको छ अनि यो फुलहरू चाहिँ उहिलेर यो भाँचिएर यहाँ झरेछ होइन है झरेछ अनि मैले चाहिँ यो यहाँ रोपिदिँदैछु है यो कस्तो राम्रो कति ठुलो थियो है अब यो त यहाँ त कसले स्याहार्ने र बढाउ स्याहार्नु है तपाईँले यो फुल खालि बगान अलैँची के बोट बिरुवा मात्रै स्याहार्नु थियो अब यो फुल पनि स्याहार्नु हेर्नु छोरीहरूले यतिमा यहाँले मजाले ल्याइदिएको छ यो रसिएको जस्तो छ हौ सिमेन्टकै नि रस यो त अब जाँदैन झन् नि जस्तो ए जानु त जानेछ अनि के चाहिँ गर्नु थियो सरी सफा गर्नु खोजेको हो नि त नराम्रो गर्नु खोजेको होइन नि त हौ ल साथीहरू लागौँ है अब यो म हाइड्रो पावर कसरी खुनेको छ यहाँ हेर्नु खुट्टा चाहिँ म चाहिँ हिँड्दै आएर यस्तो हाल ए हिलो गइसकेको छ नि छैन अघि हिलोमै डुबेको चाहिँ हुनुपर्ने नि जय माटो जय देश यहाँ जय माटोको मान्छे हुनुहुन्छ श्रम संस्कृति पार्टी यता देख्न सक्नुहुन्छ मेरो भिडियोको क्वालिटी राम्रो नआए पनि 7 बिसे खेतलाई चाहिँ खनेर यो डोजरलाई के भन्छ दिदी राक्षस भन्छ नि यो डोजरले त खुनेको नि डोजर राक्षस यहाँ यस्तो मैदान खेत खनेर यो भित्र लगेर यो कति मिटर तल छ भिडियोमा चाहिँ खासै त्यस्तो देखिएन देखिँदैन रहेछ हेर्नु न बिहानैदेखि बिचराहरू काम गरिरहेको छ हाम्रो ठाउँमा काम त खुल्यो तर खोइ रोजगार पाएन के हातमा सिप नभएर हो कि के भएर त्यो चाहिँ म भन्न चाहिनँ यो चाहिँ के को लागि हो त्यो पनि मलाई चाहिँ थाहा चाहिँ छैन ऊ यहाँ पर एकजना मान्छेले चाहिँ बसेरै हेर्दैछ होइन त्यो आफ्नो आफ्नै काम होला यहाँ आफ्नो काम गरिराख्नु भएको छ बिचराहरू कहाँदेखि आएर होला म यही ठाउँ अलिक माथि गएर पनि देखाउने छु तपाईँहरूलाई आइया झन्डै लडिनु अनि यति तल गिटी बोला चाहिँ यहाँबाट यसरी लगिएको छ यहाँ हेर्नु यो टिनलाई सट्टै पारेर यहाँ मलेर कस्तो मजाले होइन तल पुऱ्याइदिनुहुन्छ आइडिया चाहिँ हो यहाँ हुनुहुन्छ गिटी बल्ल बोल्ने भाइ चाहिँ हेर्नु हामी वरिपरिबाट देखाउनेछौँ होइन यहाँ गिटी बल्ल बोल गल्यो भाइ गल्नुभयो वरिपरिबाट भिडियो देखाउँदै कति फेरि यो मात्रै देखाएको भन्नुहुन्छ ल भिडियो देखाउँदै घर जाँदैछौँ रोड यस्तो छ यहाँ आउने जाने मान्छे भइराखेको छ यता चाहिँ नि है काम गरेर बस्नेहरूको घर रहेछ होइन खाना पकाउँदै हुनुहुन्छ यो ठाउँ बस्ने होला सायद यस्तै छ 7 बिसेको हालत साथी गाई छोरू यहाँ पछ्याउँदै हुनुहुन्छ पिटी गर्दै छैन डाँडामा गएर बनाऊ भनेर नि यहाँ अलिक माथि यहाँ डाँडामा गएर बनाउनु भनेर नि आउनु न
ए हौ मर्यो खोकीले यहाँ बस्ने ठाउँ रहेछ नि त नि चाबी ल्याएर चाहिँ आउनु त हुन्छ होला यहाँ के हुन्छ र हामी चोर्दिनौँ यहाँबाट अलिक माथि देखिन्छ होला भनेको त देखिएन यहाँ डोजर चलाउँदै हुनुहुन्छ आए यो डोजर हेर्ने चाहिँ अनन्त उनेम के गरेको भन्दैछ यो चाहिँ सायद पाइप निकालेको रहेछ अनि यता यस्तो छ ए दिदी छ त जाने बाटो छ आउनु म चाहिँ अहिले बारबिसेको 7 बिसे घुमेँ है साथीहरू तपाईँहरूलाई पनि घुमाएँ तपाईँहरूलाई कस्तो लाग्यो धेरै जस्तो बाहिर रहनुहुनेहरूले हेर्नुहुन्छ ल है त हामी चाहिँ घर फर्किँदैछौँ गाइज अनि उदो सबै ठाउँ देखाएर हामी चाहिँ सिरानमा आइसकेको छौँ अनि यतापट्टिको खेत चाहिँ अब यति बाँकी छ यहाँ मकै गौँकी जाउँ छर्नु भएको ठाउँ माथिदेखि देखिन्छ चाहिँ यस्तो हेर्नु होला यो चाहिँ 7 बिसे हो ठ्याक्कै 7 बिसेको खोल्ची अनि यहाँ रोड छ यताबाट हाम्रो घर स्वाची गइन्छ सिक्दिन गइन्छ पुङ सिक्दिन मङ्जुवा यो पाइप चाहिँ यत्रो छ अनि ठ्याक्कै यहाँनिर बिसाउने चौतारा छ यहीँबाट यही रोडबाट हुँदो सट्टै गइन्छ अनि हामी यताबाट बजार गइन्छ आजको भिडियोमा यति देखाउँदै तपाईँहरू माछ बाई बाई